चाहिँ मेरो साथी, उसको मोबाइल हो। माइसेल्फ प्रवीण हैन। आज चाहिँ हामी यसो रनिङमा आएको थियौँ अनि अगाडि BPKHS छ, यसो BPKHS जाउँ भनेर सोचिरहेछौँ हैन। यो चाहिँ कस्तो लाग्यो? हेलो गाइज, म चाहिँ फर्स्ट टाइम हो यो यसमा हरियाली पार्कमा चाहिँ उ चाहिँ आइराख्दो रहेछ। म चाहिँ फर्स्ट टाइम नै हो। राम्रै रहेछ। हेर्दैछु पनि, हेर्दैछु, बुझ्दैछु। दामी रहेछ। यहाँ चाहिँ स्मृति पार्क, सोमेयर तारा सुब्बा स्मृति पार्क अरे, राम्रो छ। त्यहाँ जाऊँ न। ओ, अनि कस्तो लाग्दो रहेछ? मलाई चाहिँ मजा आइरहेछ। मजा आइरहेछ? ल ठिक छ। यसको अलमोस्ट रेगुलर कस्टमर हो। ए ल, म एक्सर्साइज गर्छु नि यहाँ। यो चाहिँ सो अहिले भर्खर हामीले थोडा बहुत एक्सर्साइज गऱ्यौँ। अब यहाँ हरियाली हेर्न जानुपर्छ है। म उसलाई उसको टुर गाइड बनेको छु हैन। उसको मोबाइल हो, उहाँ मान्छेहरू खेलिरहेछन् अनि हामी चाहिँ खाँदैनौँ। हामी फिटनेस फ्रिक हामी ब्लगमा। यहाँ चाहिँ अस्तितिर एउटा के अरे हेलिकप्टर बनाएको थियो, तर अहिले चाहिँ टुटाएर सबथोक क्लिन गरिसकेको छ। अगाडि चाहिँ हामी वहाँतिर एउटा जिम छ अनि वहाँ चाहिँ चिडियाखाना ठ्याक्क स्ट्रेट। अनि अहिले चाहिँ हामी यहाँ छिरिरहेछौँ, यो हरियालीको मेन पार्क। यु क्यान सी वहाँ राधाकृष्ण। आउनुहोस् अनि हामी टुर गरौँ। फोटोसोटो खिचिन्छ होला सुशान्तको मोबाइलबाट। सो फाइनली कुद्दै हैन हामी केटाहरूले भेट्यौँ। एकचोटि बोलाउँदा थिएँ, हामीले भेटाइसक्यौँ केटाहरूलाई। ओए ल कानु, हामी कहाँ जाने हो? प्रितम, हामी कहाँ जाने हो? हामी एक महिनाको बच्चा छ। अनिल हेरै अरू सब चप्पल छैन। आज केही भयो जस्तो छ। ऊ चाहिँ जति बेला नि चोर्ने कुरा गर्छ, उसले चाहिँ क्या केटी चोरेर आउन नि सक्छ है। त्यही भएर लामी नेपाल बचिरहेको छ। लमी नेपालै आउँछ जति बेला। अब लास्टमा गएर त्यही हुन्छ जस्तो लाग्दैछ क्या। उसको चाहिँ हुन्छ, मेरो चाहिँ हुँदैन त्यस्तो। अब चाहिँ हामी यसो हैन गेटतिर आइसक्यौँ। घरतिर जानुपर्छ हैन। हजुर घरै जानुपर्छ अब।